सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हामी चाहिँ तरुल खन्न हिँडेको छौँ। अब माघे सङ्क्रान्तिको बेलामा होइन, तरुल खन्दै हिँडेका छौँ। अब केटाहरू पनि जोसिरहेको छन्, देख्न सक्नुहुन्छ। हेर्नु, हामी केटाहरू जोसिँदै हिँडिरहेका छौँ। कति फल्नेछ देखाउनेछौँ अवश्य। के कति फल्छ हामी अवश्य देखाउनेछौँ। यो ठाउँ चाहिँ ठुलुलुम्बेक श्रीगुल्मी। हामी केटाहरू चाहिँ आज स्कुलै नगइकन तरुल खन्न हिँडेका छौँ। ठ्याक्क भर्खरको 12 बज्यो, सायद 12 बज्यो। अब हामी तपाईँलाई गन्तव्यमा पुगेपछि देखाउने छौँ। अब डाइरेक्टली आजको भ्लग चाहिँ पुरै हुनेछ। ल है, हिँडिरहेका छौँ है अझै पनि। तातिएको छ केटाहरू एकदम। अब अझै केटाहरू पनि आउँदैछन् होला सायद। अब तरुल खन्न त अब विलुप्त भइसक्यो। मौलिक सांस्कृतिक चिजहरू त अब बिलाउनै थालिसक्यो। तर हामी त्यसलाई विलुप्त हुन नदिने भन्दै खट्टी परेका छौँ। मस्त हिँडिरहेका छौँ है हामी। ल आदित्यजी अहिले भ्लग हेर्ने हाम्रो। ल अब गन्तव्यमा पुगेपछि तपाईँहरूलाई म ढुक्क अवश्य देखाउनेछु। मेरो च्यानललाई चाहिँ फलो, सब्सक्राइब, लाइक, सेयर सबै गरिदिनु होला। नयाँ आइडी हो। ल आइसक्यो होइन तरुलको बोटु। थोरै टुप्पामा छ है ऊ। अब हामी खन्न पनि स्टार्ट गर्छौँ। अहिले फाडफुड कार्यक्रम चलिरहेछ। थोरै फाडफुड कार्यक्रम चलिरहेछ। अब खनिसकेपछि देखाउँछु म अवश्य नै। त्यही हो। अब अरू त के भन्दिनँ, नसुत्नु होला। यस्तो डरा चाहिँ यहाँ आएको छ कि गाइज होइन, यहाँ आएको छ यो होइन। अब हाम्रो खन्ने कार्यक्रम चाहिँ स्टार्ट भइसक्यो। अब खन्ने सबै सामानहरू एकदम रेडी छ। कुदालो पनि ल्याइसक्यो, बेड उता छ। अब खनिहाल्ने हो झापझुप। अब खनेपछि हल्का तपाईँहरूलाई मैले देखाउने नै छु। अब हेर्दै गर्नु होला है त। हामी खनिसक्यो ल फाइनल्ली। अब ओर आइसकेका छौँ। ढुङ्गा छ, अब हेर्नुपर्छ कस्तो हुन्छ। बाँकी त अब देखाउने नै छौँ हामी। हेर्ने होइन, मस्त हेर्ने काम भइराखेको छ। तल केटाहरू लागि पऱ्यो। 5-6 केजी पलाइसक्यो अरे केटाहरूले। मैले अझै स्टार्ट गर्दैछु। बजेट परेको छैन। भ्लगमा त्यस्तै हुन्छ। साथी मस्त लगाएर मस्त रम जस्तो यस्तो मैले पनि सायद
पहिलो बल्ल फलेको छ हेर्ने यस्तो हुन्छ यो चोपिलो हुन्छ यो होइन यसको रोटी पनि खाइन्छ सेम अन्डा जस्तो हुन्छ दोस्तहरूले तल 5 केजी फलाइसके बल्ल मेरो सुरु छ हो कि नै केटा 5 केजी फलायो कि नै नेक्स्ट रुख आयो है फेरि कोक्की नगर है एकदम जोसिलो पाराले यहाँ झ्याउ लाग्दै खन्नु छ सर गाईहरू अब एकछिन फलो अनि कति खर्च हेरौँ अहिले लास्टमा देखाउनेछु ल नि फल्न सुरु गरिसक्यो ढुङ्गा जस्तो नि छैन ल गाइजहरू अब यस्तै त हो ल हाई गरिदियो विपिन सरले तरुलले त मलाई हाई गर्ने मन भएको छ तरुल त 2-3 केजी फलिरहेछ हेरौँ कति फल्छ खन्ने होइन उहाँ खनेर भ्याएको अलि पर खनि उता झोलामा झोला छ दोस्तोमा म हेल्प गरिदिन आइरहेको छु ल गाइस यस्तै हुन्छ तरुल भन्ने चाहिँ होइन यो चाहिँ मेरो झोलामा सायद 5-6 केजी छ होला अब आजको भ्लग चाहिँ यति नै गाइस अब आजलाई यति नै सो गाइस बाई तपाईँलाई अब गुड डे अब नाइट भ्लग भनेको हुँदैछ नाइट भ्लगको भएर चाहिँ सबैलाई गुड नाइट बाबा